अलराइट बहिनी। सो अब हामी के भन्छ हाम्रो पूर्व स्वीकृति चाहिँ अप्रुभ गरिसकेको छ के अरे होइन। अब त्यो पछिको हाम्रो भनेको चाहिँ न्युज पेपरमा दिने काम होला नि त होइन। सो त्यसको लागि फेरि त्यो डोफे सिस्टममा गएर डोफे सिस्टममा अप्रुभ लिस्टमा जाने। अप्रुभ लिस्टमा यस, अब यो द ग्रेटेस्ट ल्यान्ड बेभरेज कम्पनीको भएको हो। अब यसको भ्यूमा जाने। भ्यूमा गइसकेपछि प्रिन्ट अप्रुभ लट, अनि यसलाई चाहिँ सेभ गरिराख्ने है। पिडिएफमा सेभ गर्ने, पिडिएफमा सेभ गर्ने अनि रिप्लेस। ल त्यो सेभ भयो। सेभ भइसकेपछि चाहिँ हाम्रो मध्याहलाई चाहिँ मध्याह हाम्रो न्युज पेपरलाई चाहिँ त्यो पठाउनु पर्ने हुन्छ। सब्जेक्टमा चाहिँ अपडेट न्युज पेपर लेख्ने, अपडेट न्युज पेपर भनेर लेख्ने, अनि त्यो अघिल्लो पेपर चाहिँ अट्याच गर्नु पर्यो। अनि यसलाई सेन्ड गरिदिने। अनि सेन्ड गरिदिइसकेपछि उनीहरूले डिजाइन बनाएर पठाउँछ नि होइन। अब त्यो पछि चाहिँ हामीले के गर्नुपर्छ? अब डेट राख्नुपर्छ। अब डिजाइन कुर्नुपर्छ कि हामीले डेटहरू राखिराख्दा नै हुन्छ? डेटहरू राखिराख्दा नै हुन्छ। ओके, डेटहरू राख्नु त मैले सिकिसकेको थिएँ है। सो अप्रुभ लिस्टमा गएर अब न्युज पेपर इन्फोमा जानु पर्यो। अनि न्युज पेपर इन्फोमा चाहिँ हामीले न्युज पेपरमा के कस्तो डिटेल्सहरू हाल्ने त्यो चाहिँ हामीले यहाँ छनौट गर्नु पर्यो। अब सेलेक्ट न्युज पेपरमा चाहिँ मध्याह हाम्रो अफिसियल न्युज पेपर पार्टनर। अब न्युज पब्लिस डेट आज कति? 14 गते हो नि होइन? 14 तारिक। 15 तारिक। सो यो 14 तारिकभन्दा पहिला चाहिँ अलिकति यो मधुरो देखाउँछ होइन। योभन्दा अगाडिको डेट चाहिँ सिलेक्ट गर्नु मिलेन, यो पछाडिको डेट सिलेक्ट गर्नु पर्यो। सो हामीले सिलेक्ट गर्दाखेरि भोलि नै दिने हो भनेपछि भोलिकै डेट सिलेक्ट गर्नु पर्यो, 15 तारिक। अनि इन्टरभ्यू स्टार्ट डेट अब यो 15 भनेपछि यो डोफेको नियमअनुसार चाहिँ एटलिस्ट पनि 1 2 3 4 5 6 7 दिन चाहिँ एड गर्नै पर्ने हुन्छ क्या। सो 7 दिनभित्र चाहिँ हामीले सेलेक्सन गर्न पाउँदैन क्यान्डिडेट्सको। सो इन्टरभ्यू गर्न पाउँदैन यो 7 दिनसम्म, 15बाट 21सम्म, एकैचोटि 22, सबैभन्दा लेटेस्ट भनेको 22मा। सो हाम्रो क्यान्डिडेट चाहिँ यसको सिलेक्ट भइसकेको छ नि होइन। सिलेक्ट भयो नि यो क्यान्डिडेटको त सबै कुरा भइसक्यो। सो अब यो क्यान्डिडेट जसको सिलेक्सन भइसकेको छ त्यसलाई चाहिँ सबैभन्दा नजिकको डेटमा चाहिँ लिने छान्ने। अनि एन्टर इन्टरभ्यू एन्ड डेट। इन्टरभ्यू एन्ड पनि हामी त्यही दिनै गर्ने, किनकि हाम्रो क्यान्डिडेट चाहिँ सेलेक्ट भइसकेको छ। तर क्यान्डिडेट कुनै डिमान्डको सिलेक्ट भएको छैन, डिमान्डहरू कसैको धेरै छ सिलेक्ट भने चाहिँ अब त्यो इन्टरभ्यू डेट चाहिँ अलिकति पछिसम्म राख्नुपर्ने हुन्छ। तर यसको चाहिँ हामी 22सम्म राख्छौँ। त्यो गरिसकेपछि सबमिट होइन त बहिनी? ओके, अब हामीले यो हालिसकेपछि वी विल गो टु एड अपडेट भेन्यू। अब इन्टरभ्यू कहाँ गराउने हो भनेर नि यो सिस्टममा हाल्नुपर्ने रहेछ। अब भेन्यू चाहिँ हामीले अब टोखामा हो, काठमाडौँ। खै काठमाडौँ ल काठमाडौँ भयो। पालिखामा चाहिँ हामीले टोखा म्युनिसिपालिटीमा चाहिँ छनौट गर्छौँ। हाम्रो अफिसको यो डेट हो, के अरे एड्रेस हो। एन्टर इन्टरभ्यू प्लेस, हाम्रो अफिसको नाम लेख्ने, इमासको नेपाल pbt.ltd। अनि इन्टरभ्यू डेट चाहिँ हामीले अगाडि नै 22 अक्टोबरमा राखेको हुँदाखेरि 22 नै छनौट गर्ने। अनि लगभग स्टार्टिङ टाइम चाहिँ हामीले 10 बजेकै राखिदिउँ होइन त? ल यति गरिसकेपछि यसलाई सबमिट। ओके, अब यसलाई फेरि हामी ब्याक जानु पर्यो, एक ब्याक जानु पर्यो। अनि यो अप्रुभ लिस्टमै गएर अनि फेरि
गएर न्युज पेपर इन्फोमै जानु पर्यो अनि रिक्वेस्ट फर अप्रुभल गर्नु पर्यो। अब न्युज पेपरमा प्रकाशित गर्नलाई चाहिँ अप्रुभल दिनुहोस् है भनेर फेरि रिक्वेस्ट पठाउनु पर्यो। ओके गर्यो, ओके गर्यो, गयो। अब यो न्युज पेपरमा गयो। ल आज चाहिँ न्युज पेपरको काम भयो। अब के हुन्छ यो पछि? अब भोलि क्यान्डिडेट सिलेक्सन भएको क्यान्डिडेटको नाम चढाउनुपर्छ। ए क्यान्डिडेट सेलेक्सन भएको होइन कि को चाहिँ एप्लाई गर्ने हो त्यसको नाम चढाउने हो क्या, होइन भोलिबाट। अनि 20मा चाहिँ हामीले त्यो क्यान्डिडेटहरूमा चाहिँ सिलेक्सन गर्न मिल्छ। चाहिँ भोलिबाट जतिवटा पनि चढाउन मिल्यो हामीले 20 तारिकसम्म, 22 तारिकसम्म। 22 तारिकसम्म। अलराइट, थ्याङ्क यू भेरी मच। यो पनि सक्यो।